हेलो गाइज आज चाहिँ हामी चाहिँ बजार जाँदाको बजार जाने तर्फ गइरहेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ उहाँको नाम चाहिँ सायरा कुमार हो। म चाहिँ मेरो बान्जी हो, म चाहिँ मामा हो। हामी अहिले बजार जाँदैछौँ। बजार जाने क्रममा के ल्याउने भन्ने कुराहरूको बारेमा हामी छलफल गर्दैछौँ। विशेष गरेर सायरा प्रथम भएको हिसाबले सायराकै चुजमा आज के खाने भनेर चाहिँ निर्णय भान्जीकैबाट हुन्छ। आज चाहिँ निर्णय चाहिँ साथीहरू अब जान्छ बजार जान्छ। हामी बजार जान लागेको आज मामासँग पनि त हो, मामासँग। अब हामी त बजार जान्छौँ ढिलो नगरिकन बनगाई बजार। धेरै जसो आउनुहुन्छ मलाई थाहा छ है। साथीहरूमा चाहिँ मार्केट पिसको लागि मामा चाहिँ गीत गाउनुहुन्छ अरे। सायरा तिमीले के भन्यौ हिजो, के भन्यौ हिजो, रुँदा रुँदै सररा शिरदेखि पाउ भिज्यो, श्रीमारी बन्सलको पछ्यौरी, हिरा जस्तै सररा छ तिम्रो जवान, अब मैले बिर्सु कसरी। थ्याङ्क यू। एउटी मेरो भिडियो बनाउने तिमी बाइकमा लिन आयो क्या मलाई। हामी साथीहरू हामी चाहिँ अब जानु लाग्यो बनगाई। बनगाई टेट नै हो साथीहरू बनगाई। यहाँ चाहिँ के भन्नुपर्ने, हामी बजार जाँदैछौँ। अहिले चाहिँ तपाईँले देख्न सक्नुहुन्छ वरिपरिको दृश्य। सायरा कुँवरले क्यामेरामा साथ दिइरहनु भएको छ, हामी ब्याकग्राउन्डमा देखिराखेका छौँ। र यति बेला हामी चिउरा मिल अगाडिबाट अगाडि बढिरहेका छौँ बनगाईतर्फ। अनि अहिले यो सडकको मर्मतको क्रममा छ, त्यसले गर्दाखेरि अलिकति जोखिम पनि छ। गाडीलाई हामीले छल्दै आउनुपर्ने अवस्था छ, अलिकति जोखिम छ। बिस्तारै हामी अगाडि बढिरहेका छौँ। काम पनि भइरहेको छ। र तपाईँले देख्न सक्नुहुन्छ यता बाटो भयो, यता अलिकति गाइजहरू पनि ज्यानको पनि ख्याल गर्नुपर्छ। र अहिले देख्न सक्नुहुन्छ गाइजहरू अहिले टाउकोमा पनि बसालिदिनु सक्ने सम्भावना रहन्छ। त्यहाँनिर हामी अलिक दौडिरहेका छौँ। बाटो बाटो आइरहेको अवस्था छ। अलिक पज गरौँ एकछिनलाई। फाइनल्ली हामी अहिले बनगाई चोकमा आइसकेका छौँ। अहिले बनगाई बजार जाँदैछौँ। हामीले बजारबाट अहिले खुर्सानी मात्रै लिएर आउने आज खाने नि। बहिनी चाहिँ आइछन्। मिरान चाहिँ बहिनी आइछन् र मिरान चाहिँ साथीहरू मम्मी के भन्दै हिँडेको थिएँ र आएनन्। के गर्ने अब चाहिँ हामी चाहिँ बजारमा बजार जानुभन्दा पार्लरमा जान्छौँ साथीहरू। पार्लरमा भेटौँला। अब के बिउ हो नभए त्यो चाहिँ थाहा भएन। यहाँ चाहिँ कति क्यु छ क्या न साथीहरू। कस्तो बुझ्छ भनेर त्यो क्याटलगमा पनि छैन क्या, पात मात्रै छ त्यसको। साथीहरू यिनी फुल कति राम्रो छन्। आइसक्यौँ मैडम बजार चाहिँ। अब हेर्नुहोस् है साथीहरू, अझ भित्र पनि छ। म चाहिँ हामी चाहिँ अहिले पार्लर बस्ने हो, त्यही भएर साथीहरू पनि फुलै राम्रो। पार्लर आइसक्यो मैडम। बजार सकाएर जुत्ता पसलमा लिएर अहिले चाहिँ जुत्ता पसलमा आएको छ। देख्न सक्नुहुन्छ
साथीहरू हामी चाहिँ निस्क्यौँ आचार्य फ्यान्सी आचार्य जुत्ता चप्पल एयर ब्याग हाउसबाट हामी चाहिँ निस्क्यौँ ब्याग हाउसबाट चाहिँ हामी निस्किसकेका छौँ तर हामीलाई चाहिँ चित्त नबुझ्दा सामानहरू देखेपछि हामीले चाहिँ सामानहरू किनेनौँ त्यो पनि जानकारी गराउनु एकचोटि होइन किनेको हजुर कसको लागि किन्यो मम्मीलाई मम्मीको लागि चाहिँ हामीले सामान किनेर फर्किँदैछौँ हुन्छ फर्किन्छ मेरो अहिले चाहिँ यो के भन्छ अरे त्यो पसलमा आइसक्यौँ साथीहरू र हामी चाहिँ सपिङ गरेर हामी चाहिँ निस्किन्छौँ साथीहरू जान्छ जाम लाग्यो बन्केबाट हामी चाहिँ बजारबाट आइसक्यौँ खाना खाएर म चाहिँ होम चाहिँ बजारबाट चाहिँ एउटा काँटा कि दुईवटा काँटा एउटा चाहिँ म लगिसक्नु र अनि एउटा यो लिभेन टी अनि यो कम्प्याक्ट पाउडर अनि फेरि अझै मेहन्दी अरू के छ साथीहरू तर म चाहिँ देखाउनु भ्याइनँ साथीहरू आजको लागि चाहिँ यति नै हस् धन्यवाद अझ हामी चाहिँ अर्को मिनी ब्लगमा भेटौँला हजुरहरूले चाहिँ केही नबिर्सिकन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला म यति भन्दै बिदा लिन चाहन्छु हस् त धन्यवाद